तपाईँको थालमा रातो टिका अक्षता मुसेर एउटा बाउ र आमा रुन्छ, छोराछोरी विदेशमा छ भने यो स्थिति कसले सिर्जना गरेको? दुर्गा प्रसाईले हो। बाध्यताले देश छोडेर त्यो एयरपोर्टमा गएर तपाईँ बस्नु त तपाईँले दुई ठाउँमा बस्दाखेरि तपाईँले कल्पना गर्नुहोस्, एउटा मुर्दा पोल्ने ठाउँमा गएर कल्पना गर्नुहोस्, एउटा एयरपोर्टबाट देश छोड्दै गरेको ठाउँमा। यो देशमा अब प्रधानमन्त्री को हुन्छ मलाई थाहा छैन, तर यो देशको व्यवस्था परिवर्तन हुन्छ र विदेशमा गएका 50 लाख युवा यो देशमा फर्किनुपर्छ। लघुवित्त सहकारी ब्याङ्कहरू राष्ट्रियकरण हुनुपर्छ र 20 लाख भन्दा मुनिको ऋण मिना गरेर यो मान्छेहरूले जो दिनै पछि झुन्निएर मर्ने, शरीरमा पेट्रोल खनेर आगो लाउने बाटो बन्द हुनुपर्छ। विदेशका जेलमा भएका युवाहरू यो देशमा आउनुपर्छ। विखण्डित भएको परिवार छ नि, यो पढ्न नपाएर विखण्डित भएको छ नि पैसाको कारणले। अब सधैँभरि परिवारले एकै ठाउँमा बसेर दसैँको टिको लाउनुपर्छ। डाइनिङ टेबलमा बसौँ या बुबारले डोटाएको ठाउँमा बसौँ, बाबुआमा छोराछोरी बसेर एक छाक भए पनि भात खानुपर्छ। मेरो अभियान त्यो, मेरो विद्रोह धेर हो। मेरो हस्पिटलमा एकजना महिला, इटरीको महिलालाई ल्याएर राखेँ, छोरो 6 दिनमा आउँछ भने आएन, त्यहाँबाट लास्टमा गएर गाउँलेले लगेर दाह संस्कार गरे। आज मलाई पनि पाउन छोडियो यसमा। हजुरबुवाले नाति खेलाउन पाउँदैन।